everyone, welcome back to my channel. So happy माघे सङ्क्रान्ति टु all. अनि अब भोलि चाहिँ माघे सङ्क्रान्ति हो अनि त्यसपछि आज चाहिँ हामीले अब माघे सङ्क्रान्तिको अलिअलि प्रिपरेसन स्टार्ट गर्दैछौँ. भोलि चाहिँ सम अफ आवर फ्रेन्ड्स आर कमिङ. सो अब यहाँ चाहिँ हल्का प्रिपरेसन स्टार्ट भइसकेको छ अनि मेरो बुढाले चाहिँ यहाँ प्रिपरेसन सुरु गरिसक्नु भएको छ. फर्स्टमा चाहिँ म देखाउँछु बुढालाई. के भइरहेछ त बुढा? यहाँ घिउ तातिरहेछ. घिउ बनाइरहेको. अनि त्यसपछिको प्लान के छ? त्यसपछिको प्लान आज तिलको लड्डु बनाउने प्लान छ. अनि तिलको लड्डु बनाएपछि चाहिँ अब भोलि खिचडी बनाउने अनि माघे सङ्क्रान्ति मनाउने. That's all? That's all. घिउ चाहिँ रेडी भइसक्यो. अब घिउ पछि चाहिँ हाम्रो नेक्स्ट भनेको चाहिँ लड्डु. घिउ बनेर चाहिँ भ्याइयो. अब हाम्रो नेक्स्ट भनेको चाहिँ अब हामीले तिलको लड्डु बनाउँदैछौँ. सो फर्स्टमा चाहिँ अब तिलको लड्डु चाहिँ बनाउन अब हामीले तिल भुट्दैछौँ. हामीले बनाउने भनेको चाहिँ हाम्रो सोच अनुसार चाहिँ दुईवटा तिलको लड्डु हो, कालो र सेतो. सो हामीले फर्स्टमा चाहिँ अब सेतो तिलको लड्डुबाट स्टार्ट गऱ्यौँ. अब त्यसलाई चाहिँ हामीले फर्स्टमा चाहिँ ड्राई रोस्ट गर्दैछौँ. एन्ड देन स्टे ट्युन विथ मी. सो गाइज फर्स्टमा चाहिँ अब हामीले यो सेतो तिलको लड्डु चाहिँ ड्राई रोस्ट गर्दैछौँ. के भन्छौ बुढा? सो यहाँ चाहिँ यस्तो भइरहेछ. बुढा कस्तो लागिरहेछ, के भइरहेछ भन न. कस्तै लागिरहेको तिल भुटिरहेको. के भन्यो? केही भने होइन, बल्ल तिल भुट्दैछ. के भइरहेछ रे? हाम्रो चाहिँ सेतो तिल र कालो तिल चाहिँ भुटेर भ्यायौँ. अनि सेतो तिल चाहिँ यति भयो अनि त्यसपछि कालो तिल चाहिँ यति भयो. कालो तिलको चाहिँ हामीले थोरै बनाउने भनेर चाहिँ थोरै नै भुटेको हो. अब यो भुटेर भइसकेपछि चाहिँ अब हामीले भेली पगाल्नतिर लाग्यौँ नेक्स्ट प्रोसेसमा चाहिँ. सो सुरुमा चाहिँ त्यसको लागि चाहिँ पानी कराईमा राख्यौँ. भुटेर भ्यायौँ. अब चाहिँ भेली पगाल्ने. त्यसको लागि चाहिँ अब यहाँ पानी उम्लिँदैछ. अब यति भेली चाहिँ पगाल्ने. अहिले चाहिँ हाम्रो गुड मेल्टिङ प्रोसेसमा छ. सो द प्रोसेस अफ मेल्टिङ इज गोइङ अन. होइन बडा? आज पाकेको कुराको चाहिँ एभ्री क्रेडिट गोज टु माई हस्बेन्ड. हि सेड हि गन मेक एभ्रिथिङ. सो आम जस्ट फ्लेमिङ हिम फर एभ्रिथिङ. हाम्रो भेली चाहिँ पुरै पग्लिसकेको छ अनि लगभग यो पाके पनि सकेको छ. यहाँ बुढाले चाहिँ चलाइराख्नु भएको थियो, त्यही भएर बुढालाई पनि क्यामेरामा देखाएको. एभ्रिथिङ इज मेड बाई माई बुढा. सो यहाँ चाहिँ यो अब पाके पनि सकेछ. अब हामीले चाहिँ यसमा दुई थरीको बनाउने भनेछौँ नि त लड्डु. त्यही भएर यो चाहिँ छुट्टै कालो तिलको लागि सानो कचौरामा निकालेको. अनि त्यो कालो तिललाई चाहिँ छुट्टै भेली निकालिसकेपछि चाहिँ हामीले बाँकी रहेको भेलीमा चाहिँ सेतो तिल राखेर अनि त्यसपछि अब त्यसलाई बिस्तारै बिस्तारै चलाउँदै राख्यौँ. अनि त्यो राखिसकेपछि चाहिँ एकछिन चाहिँ पाक्न त पहिले नै पाकिसकेको छ, अझै पाकोस् भनेर चाहिँ सबैतिर लागोस् भनेर चाहिँ लागिसकेपछि एकछिन चलायौँ भन्दा पनि अब माई हस्बेन्ड इज डुइङ एभ्रिथिङ. So shape of the day is my husband. सेतो तिलको लड्डुको चाहिँ प्रोसेस भइरह. यो चाहिँ अब रेडी भयो सेतो तिलको. अब यसलाई चाहिँ प्लेटमा खनाएर चाहिँ एकछिन सेलाउन दिने. अनि त्यसपछि हातले छुन सक्ने भइसकेपछि चाहिँ यसलाई डल्लो बनाउन थाल्ने.
Now कालो तिल is in process. कालो तिल पनि पाकिसकेपछि अब सेतो तिलको लड्डु बनाउन थाल्यौँ बट के भयो भने चाहिँ हाम्रो प्रोसेस कहाँनिर मिस्टेक भएछ वी डोन्ट नो तर यहाँ चाहिँ अब हाम्रो डल्लो नै हामीले बनाउन सकेनौँ के सो दिस आइटेम आई गेस वेन्ट रङ हामीले चाहिँ एकदम ट्राई गऱ्यौँ आई गेस हामीले चाहिँ यो अलिकति धेरै रेस्ट गर्न छोडिदिइसकेछौँ त्यही भएर चाहिँ हामीले डल्लो नै बनाउन सकेनौँ के यस्तो चाहिँ भयो इट डजन्ट लुक नाइस एउटा डायलग थियो नि मेरो मिहिनेतको अगाडि त भगवान्ले पनि घोडा टेक्नुपर्छ भनेर सो हाम्रो पनि त्यस्तै त्यस्तै नै भयो वी डोन्ट नो वेयर वी वेन्ट रङ सो हजुरहरूलाई थाहा छ भने प्लिज भनिदिनु होला नेक्स्ट टाइम चाहिँ हामीले यस्तो मिस्टेक गर्दैनौँ आजको लागि चाहिँ यति नै अब हामीले अहिले चाहिँ घिउ बनायौँ अनि त्यसपछि लड्डु बनायौँ अब लड्डु त देखिहाल्नु म सोचे जस्तो राम्रो भएन अब लड्डुको सेप नै आएन अब राम्रो त के भनौँ अब आजको लागि चाहिँ यति नै राति पनि भइसक्यो सो गुड नाइट टु एभ्री वान एन्ड सी यु अल इन टुमरो मर्निङ हाई गुड मर्निङ टु एभ्री वान ह्याप्पी माघे सङ्क्रान्ति हिजो राति चाहिँ हामीले चाहिँ लड्डु बनायौँ तर लड्डु चाहिँ राम्रो भएन अब आज चाहिँ नेक्स्ट डे भयो मेन स्पेसल माघे सङ्क्रान्तिको दिन सो अब आजको मेन डिस भनेको त खिचडी नै भइहाल्यो अब मेनमा चाहिँ अब हामीले खिचडी बनाउने अनि अरू त्यसमा चाहिँ साइड डिस तरकारीहरू बनाउने हो लेट्स बिगिन विथ इट सो अब बिहानको खाना भनेको चाहिँ एउटा खिचडी बनाउने अनि त्यसमा चाहिँ चुकाउने अनि त्यसपछि एउटा तरकारी बनाउने त्यसमा चाहिँ चुकाउनेको लागि चाहिँ बोइल सम पोटेटोज अब तरुल हो नि त त्यही भएर अब तरुल चाहिँ बनाउनु पर्यो फर्स्टमा तरुल पिँडालु सक्खरखण्ड एभ्रिथिङ सङ्क्रान्तिको दिन चाहिँ तरुल सक्खरखण्ड खाने चलन भएकोले चाहिँ हामीले पनि सुरुमा चाहिँ अब त्यो कुकरमा बसाल्यौँ फर्स्टमा यहाँ यो सिटी लाग्छ यता आलु बोइल हुँदैछ अनि त्यसपछि नाउ इट्स टाइम फर तरकारी आज चाहिँ काउलीको तरकारी पकाउने आजको हाम्रो इस्टिमेट तरकारी भनेको चाहिँ यति काउली हो काउली चाहिँ काटेर भ्याइसकेँ अनि अब चाहिँ प्याजको पालो कटिङ चाहिँ सबै भ्याइयो अब चाहिँ मेन पकाउनु पर्यो अब पकाउन सुरुमा अभियसली तेल चाहिहाल्यो अब कराहीमा तेल जिरा प्याज अघि काटेको काउली सबै राखेर चाहिँ अब कुकिङ प्रोसेस इज अन अब तरकारीमा मसला पाकिसक्यो अनि अब टमाटर राखेपछि एकछिन पकाएपछि तरकारी चाहिँ लगभग पाकिसक्यो अनि अब चाहिँ म चुकाउनेतर्फ लागेँ चुकाउनेको चाहिँ अब प्रोसेस स्टार्ट भयो अब चुकाउने बनाउनु त सबैलाई थाहा नै छ सो लेट्स बिगिन विथ नाउ चुकाउनेको चाहिँ अब एभ्री कटिङ सकिसक्यो अब यो चाहिँ झान्नको लागि रेडी हो त्यही भएर झान्नको लागि चाहिँ मैले माथिबाट बेसार र हल्का खुर्सानी राखेँ अब चाहिँ झानिसकेपछि चाहिँ चुकाउने इज रेडी आज मेरो डिपार्टमेन्ट भनेको चाहिँ चुकाउने र काउलीको तरकारी थियो सो द्याट इज डन अब नाउ चाहिँ खिचडी चाहिँ मेरो बुढाको पालो सो फ्रम हियर माई हस्बेन्ड स्टार्ट्स ब्लगिङ यति चामल र दाल चाहिँ अब भिजाउनलाई रेडी हो खिचडीको लागि यति अदुवा र बेसार थिच्दैछु
चाहिँ यहाँ मैले चामल बनाउँछु। पानी तातिसकेको छ। अब यसमा चाहिँ यति बेसारको पेस्ट, यति चाहिँ अदुवाको पेस्ट मैले अघि नै पिसेर राखेको, घिउ, अनि खै त्यो नुनको भाँडो साह्रो ल्याउको। अनि स्वाद अनुसार नुन। यो यतिको पाकिसकेपछि, यतिको छड्केपछि यसलाई चाहिँ ढक्कन लगाइदिनु होला। अनि मिडियम फ्लेममा 4 सिटी लगाएपछि यो हाम्रो खिचडी रेडी हुन्छ। अब यति बेला चाहिँ हाम्रो खाना चाहिँ लगभग सबै पाकेर सिद्धिसकेको छ। हामीले चाहिँ के बनायौँ भन्दा चाहिँ खिचडीले भर्खर 3-4 सिटी लायो र खिचडीको ग्यास अफ गरिदियौँ। अब खिचडीको सिटी सेलाइसकेपछि चाहिँ हामी खानाको लागि रेडी। हाम्रो चाहिँ पाकेको भनेको चाहिँ चुकौनी पाक्यो, अनि त्यसपछि तरकारी पाक्यो। अब सिटी सेलाइसकेपछि खिचडी खान रेडी। सो मैले चाहिँ टेबल सेट गरिसकेको छु। आफ्टर सिटी सेलाइसकेपछि आई विल सो यु। अनि त्यसपछि अब हाम्रो साथीहरू पनि आइसक्नु भएको छ। ल अब एकछिन चाहिँ साथीहरूसँग गफ गरौँ। या फर्स्टमा हामीले साथीको छोरीलाई टिकी लगाइदियौँ, मजाले हेऱ्यौ त। ल गाइज, हाम्रो माघे सङ्क्रान्ति हो यहाँ। अब खिचडी खाने बेला भयो। ल सबैले हेलो भनौँ। आयो ल छोरी छोरी आइ गर छोरी। कस्तो बनाउँछ है खै ल हाम्रो खिचडीको सिटी सेलाइसकेपछि चाहिँ हामीले ढक्कन खोल्यौँ र इट लुक्स लाइक दिस। राम्रै बनाएछ बेटा। सो सेफ अफ द डे। ल अब एभ्रिथिङ इज अन टेबल, एभ्रिथिङ इज सेट टु इट। अब यहाँ चाहिँ खिचडी भयो, घिउ, चुकौनी, तरकारी अनि तिलको लड्डु, तरुल सबै इज रेडी। अब सेल्फ सर्भिङ टाइम। मैले बनाएको खिचडी साह्रै मिठो। कतै खित्रो कतै खिचडी। ल ल केही भन्दै त्यतिकै नमिठो कस्तो छ। अब चाहिँ हाम्रो खाने बेला भयो। सो वी अल स्टार्टेड टु इट। ठिक छ नि एकदम। ल कस्तो छ। यिनी चाहिँ हाम्रो सेलिब्रेटी। माघे सङ्क्रान्ति स्पेसल। अब चाहिँ हामीले खाएर भ्यायौँ, रमाइलो गऱ्यौँ। अनि अब साथीहरूको चाहिँ घर जाने बेला भयो। अनि मेरो साथी भोलि नेपाल पनि जाँदैछिन्। सो अब साथीहरूलाई चाहिँ बाई भनौँ। बाई। ल अब राम्रोसँग नेपाल जाने, आएपछि भेटौँ। ल ल बाई। ल बाई गर्दैछु। खै ल बाई। हेरी के आउँछ। बाई बाई जाउँ। ल यति बेला चाहिँ अब साथीहरू पनि घर गइसक्नु भयो। अनि अब आफ्नो बाँकी भनेको चाहिँ मेरो बहिनी हो। अनि बहिनीको चाहिँ भर्खर म्यासेज आएको थियो, सी इज अन हर वे। अनि ऊ आइसकेपछि उसँग पनि एकछिन गफ गरौँ। कस्तो लागिरहेछ तास्ता?
कस्तो छ खाना मिठो छ मिठो छ मिठो मिठो माघे सङ्क्रान्ति स्पेसल बाई बाई सी यू नेक्स्ट टाइम राम्रोसँग जा ओके ल बाई अब बहिनीलाई नि सी अफ गरिसकेँ म अब बहिनी चाहिँ घर जाँदैछिन् अनि म पनि यहाँ पार्किङ लटसम्म आएको थिएँ अब पार्किङ लटबाट चाहिँ घर जाँदैछु जे होस् हाम्रो माघे सङ्क्रान्ति चाहिँ रमाइलो भयो सबैजना आउनुभयो रमाइलो भयो गफगाफ गऱ्यौँ अनि त्यसपछि मम्मी बुवालाई पनि मैले मिस गरेको थिएँ मिस गरे पनि मेरो चिन्ता नमान्नु म यहाँ खुसी छु सो अब आजको लागि यति नै सी यू अन माई नेक्स्ट ब्लग थ्याङ्क यू सो मच फर वाचिङ